नमस्ते। आज चाहिँ म तपाईहरुलाई मैले कसरी सेलरोटी बनाए भनेर देखाउन गइरहेकी छु। मैले सबै सामग्रीहरु तयारी गरेको चाहिँ रेकर्ड गर्न पाइन किनभने म धेरै लेजी भएर, तथापि मेरो भिडियो अन्त्यसम्म हेरिदिनु होला। चामल चाहिँ मैले एक रात अगाडि नै भिजाएको थिएँ अनि भिजाएर ग्राइन्ड गरे। मैले ग्राइन्ड गर्दा चाहिँ सबै दुधमा मात्रै ग्राइन्ड गरे किनभने रोटी हल्का सफ्ट हुन्छ। अनि त्यसपछि मैले इन्ग्रेडियन्ट्स चाहिँ के हाले भन्दाखेरि त्यस्तो धेरै मैले केही हालेको छैन हैन। लुहाङ र सुकमेल अनि घिउ, द्याट्स इट। यो चाहिँ मेरो सेकेन्ड चोटी हो रोटी बनाएको हैन। सो मलाई चाहिँ हल्का डर लागिरहेको थियो कस्तो हुन्छ भनेर, तर नभन्दै गोलो त भयो तर मिठो पनि भयो हैन। यो रोटीले चाहिँ मलाई हल्का मेरो मम्मीको याद दिलायो के। सो यो चोटी मैले रोटी बनाएर मलाई के कन्फिडेन्ट आयो भने अब चाहिँ म जहाँ पनि जहिले पनि रोटी बनाउन सक्छु भनेर हैन। द्याट्स अ पोजिटिभ पार्ट आई गेस। धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा।